नमस्कार, यहाँहरूलाई स्वागत छ अर्को नयाँ भिडियोमा। आज म तपाईहरूलाई नेपालको बारेमा छोटो जानकारी दिने कोसिस गरेको छु। आउनुहोस् सुनौं नेपाल बारेमा। नेपाल दक्षिण एसियामा अवस्थित देश हो जुन भारत र चीनको बीचमा अवस्थित छ। नेपालको राजधानी काठमाडौँ हो भने नै यसको क्षेत्रफल 1,47,516 वर्ग किलोमिटर रहेको छ। जनसङ्ख्या करिब 3 करोडको हाराहारीमा पुग्यो भने यहाँ नेपाली भाषालाई राष्ट्रिय भाषाको रूपमा बोलिन्छ भने साथै थुप्रै जातीय भाषाहरू पनि बोल्ने गरिन्छ। नेपाली मुद्रालाई नेपाली रुपियाँ भनिन्छ। यहाँ हिन्दू धर्म प्रमुख धर्म हो भने बौद्ध, इसाई, इस्लाम, किरात धर्म आदि मान्ने मानिसहरू बसोबास गर्दछन्। भौगोलिक हिसाबले नेपाललाई 3 भागमा विभाजन गरिएको छ। हिमाली क्षेत्र जो विश्वकै सर्वोच्च शिखर सगरमाथा यही अवस्थित छ, साथै यहाँ हजारौं हिम श्रृङ्खलाहरू रहेका छन्। पहाडी क्षेत्र हरियाली, उपत्यका, रमणीय दृश्य र ऐतिहासिक सहरहरू यही अवस्थित छन् भने थुप्रै टार बेसीहरू पनि रहेका छन्। तराई क्षेत्र कृषिमा उर्वर समथर भूभाग जसमा नेपालको प्रमुख औद्योगिक र कृषिमा आधारित जिल्लाहरू पर्छन् भने थुप्रै उपत्यकाहरू पनि रहेका छन्। सांस्कृतिक र परम्पराहरू नेपाल बहुजातीय, बहुभाषीय र बहुसांस्कृतिक देश हो। यहाँ दसैँ, तिहार, छठ, माघ सङ्क्रान्ति लगायत विभिन्न जात जातिका चाडपर्वहरू मनाउने गरिन्छ। नेपालीहरू आफ्नो पारम्परिक पोसाक, लोकसङ्गीत, नाच र परम्परागत खानपिनप्रति गर्व गर्दछन्। धार्मिक स्थल र पर्यटन स्थलहरू सगरमाथा सर्वोच्च शिखर हिमाल हो भने लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थल हो। पशुपतिनाथ मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ, जनकपुर प्रसिद्ध धार्मिक स्थलहरू हुन् भने पोखरा, चितवन, मुक्तिनाथ, स्वर्गद्वारी, राराताल प्रसिद्ध पर्यटकीय गन्तव्य हो। नेपालको अर्थतन्त्र कृषि, वैदेशिक रोजगार, पर्यटन र जलविद्युतमा आधारित छ। यहाँ अधिकांश जनसङ्ख्या कृषिमा आधारित छन् भने विशेषता नेपाल कहिले उपनिवेश नबनेको स्वतन्त्र राष्ट्र हो। नेपालमा हिमाल, वनजङ्गल, नदीनाला र धार्मिक सहिष्णुता पाइन्छ। नेपालमा 6000 साना ठुलाहरू नदी रहेका छन् जसमा ठुला नदीहरूमा कर्णाली, नारायणी, कोशी पर्दछन् भने बागमती, राप्ती, तिनाउ, कन्काई जस्ता ठुला नदीहरू पनि पाइन्छ।
यहाँसम्म भिडियो हेरेर साथ दिनुभएकोमा हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद। अर्को नयाँ भिडियोमा भेट हुने नै छ। तबसम्मको लागि बिदा माग्न चाहन्छु। नमस्कार।